मिठो पास्ताको रेसिपी है। आज चाहिँ मैले पास्ता र चाउचाउ मिसाएर बनाएको छु। सुरुमा चाहिँ पास्तालाई बोइल गर्न राखिदिएँ, अनि भेजिटेबल्स काट्न स्टार्ट गरेँ। क्याप्सिकम अनि क्याबेज, बन्दा, अनि चाहिँ गाजर राख्न बिर्सेछु है। प्याज काट्न थालेँ मैले चाहिँ। अनि बाबुले मैले पनि हेल्प गर्छु न मम्मा भनिन् विधानले। अनि हात काट्छिन् कि भनेर डराइ काट्न दिन्छु मैले विधानलाई चाहिँ। काट्दैछिन्। बाबुले मम्मालाई हेल्प गरिछन्। अब यता चाहिँ पास्ता बोइल भएर रेडी भयो। अनि यता चाहिँ मेरो हस्बेन्डले अन्डा फ्राई गर्दै हुनुहुन्छ, भेजिटेबल्स। अनि त्यहाँ सुरुमा चाहिँ मैले ससेज फ्राई गरिसकेको थिएँ। अनि ससेज फ्राई गरेपछि मैले भेजिटेबल्स राखिदिएँ, टमाटर पनि मिक्स गरेको। अनि सबै भेजिटेबल्स राखेर अनि भुट्दैछु है। मैले चाहिँ हल्का हल्का गर्ने, धेरै अलिअलि क्रन्ची भयो भने चाहिँ मिठो लाग्छ मलाई चाहिँ है। हुन त आफ्नो आफ्नो टेस्ट हो। मलाई अब त्यही स्वादअनुसार नुन राख्ने, हल्का बेसार राख्ने, अनि मजाले चलाउने। अनि चाहिँ मजाले चलाउने, कस्तो मिठो देखिन्छ है। अनि चाहिँ मैले हल्का फ्राई गरिसकेपछि के राख्छु भन्दा चाहिँ सोया सस, हल्का सोया सस राखेँ, हल्का भेनिगर राखेँ। अनि चाहिँ अघि फ्राई गरेको अमलेट राखेँ। अनि त्यसलाई मजाले चलाएँ है, सानो ग्यास गरेर मजाले चलाएँ। अनि अघि बोइल गरेको पास्ता र चाउचाउ थियो त्यसलाई राखेँ। राखेर अनि मजाले चलाउने यसलाई पनि। अनि मजाले जताततै है चलाउने। आफूलाई के मनपर्छ भेजिटेबल्सहरू त्यसमा एड गर्न सकिन्छ है। मैले चाहिँ यहाँ बाबु नानीले खाने भनेर पिरो राखेको छैन, पोछिराख्छु। अनि उनीहरूलाई चाहिँ थोरै सससँग दिएको। हामीले चाहिँ छुट्टै हल्का पिरो खुर्सानी राखेर खाएको। उनीहरूलाई चाहिँ नपिरो दिएको, बाबु र नानीलाई, तिनजनालाई। बुवालाई चाहिँ पिरो पिरो हल्का, अनि उहाँलाई पनि पिरो पिरो हल्का, मलाई पनि हल्का पिरो पिरो। मम्मीले चाहिँ नखाने, अनि हामी सबैले मिठो मानेर खायौँ। थ्याङ्क यू फर वाचिङ।